जर्मनीमा रुमका भित्ताहरूमा कालो दाग देख्न थाल्नुभयो। यो कालो दाग होइन, मोल्ड हो। मोल्ड भनेको मोइस्चर भएको ठाउँमा उम्रने एक प्रकारको फंगस हो। यो प्राय बाथरुमको कुनामा, झ्यालको छेउमा, भित्ताको कुनामा अथवा बेडको पछाडि देख्न सकिन्छ। रुमभित्र जब हामी खाना पकाउँछौँ, नुहाउँछौँ अथवा कपडा सुकाउँछौँ, त्यसबाट पानीको बाफ हावामा जान्छ। जाडोमा रुमका भित्ताहरू चिसो हुन्छन् र भित्रको तातो बाफ त्यो चिसो भित्तामा ठोक्दा कन्डेन्सेसन भएर पानीको थोपा बन्छ। यदि भित्रको हावा बाहिर गएर हावा सर्कुलेट भएन भने त्यो पानीको थोपा सुक्दैन, भित्तामा बसिरहन्छ र बिस्तारै कालो दागमा परिणत हुन्छ र मोल्ड बन्छ। जर्मनीमा मोल्ड एकदमै डेन्जरस मानिन्छ किनभने यसले सास फेर्न गाह्रो बनाउँछ, डिफ्रेन्ट स्किन प्रब्लमहरू जन्माउँछ र यदि तपाईहरुलाई आस्थमा छ भने यो एकदमै खतरनाक हुन सक्छ। र अर्को ठुलो कुरा के छ भने तपाई बसिरहनु भएको घरमा मोल्ड देखिएमा रुम ओनरले तपाईलाई नै दोष दिन्छन् र तपाईको सेक्युरिटी डिपोजिट पनि नफर्काउन सक्छन्। र मोल्डबाट बच्ने सबैभन्दा बेस्ट आइडिया भनेको चाहिँ रुमको झ्यालहरू दिनमा कम्तीमा 5 देखि 10 मिनेटसम्म खोल्न सक्नुहुन्छ, जसको कारण रुमको हावा मजाले सर्कुलेट हुन्छ र मोल्ड बस्नबाट बचाउँछ।